हेलो गाइज, अब हैन युट्युब च्यानलमा चाहिँ फेरि पनि स्वागत छ हजुरहरूलाई। धेरै पछि म भिडियो बनाउन गइरहेको छु। नेभलबाट आएको सामानहरू चाहिँ खोल्न गइरहेको छु, हेर्न सक्नुहुन्छ है गाइज। ल इन्जोय गर्नुहोस् भिडियोहरू। हैन यो दाइ हैन चाउचुहरू हैन ए लगे चाहिँ भरि खान्छ दाइ चाउचु। ल तेरिका कम अन बेबी अल द हेयर आर ब्याक। अरु यता चाहिँ कता छ खोल्नु नि। घरबाट चाहिँ मटन सुकाएर पठाइदिनु भयो। ओह माय गॉड वाउ भरे छ मज्जाले। यो चाहिँ मटन भयो। अनि यो चाहिँ हाम्रो चाहिँ तिमुरको छोप खुर्सानीको अचार डल्ली खुर्सानीको। अनि यहाँ चाहिँ मेरो आमाले खै खोल्यो च्यातिम न हैन घिउ पठाइदिनु भयो रहेछ है। अनि टक्क लाएर यसमा चाहिँ राङ्गो सुकुटी है। यो सुकुटी एकछिन नकाट्नु। घरबाट सुकुटी पठाइदिनु भयो रहेछ मजाले, राङ्गोको सुकुटी। अनि के हो सोम्न त यो तिम्रो साथीको। अनि यहाँ चाहिँ यो चाहिँ घिउ, हाम्रो घिउ हो। यहाँ चाहिँ घिउ अचार तेल यो सबै छ है। अनि यहाँ चाहिँ यो छुर्पी ल्याइदिएर चाहिँ बुढोले दियोस् मलाई, माया गरेर छुर्पी नै हाल्दो रहेछ होइन। अनि यो चाहिँ पुस्ताकारी नि ल्याइदिएको, यो चाहिँ पुस्ताकारी ल्याइदिएर चाहिँ काठमाडौँको। अनि यो चाहिँ दाल मखनी ल्याइदिएर चाहिँ हेर्नुहोस्। अनि हाम्रो चाहिँ रुममा खाने मसला, नेपालको मसला भनेको थियो होइन, टेस्ट पनि अर्कै हुन्छ कि खानामा चाहिँ। यो चाहिँ म्याग्दीको तिमुर है। म्याग्दीको तिमुर यस्तो दामी हुन्छ कि एक चम्मच हाल्ने बित्तिकै पुरै एक थाल भातै जान्छ। यो चाहिँ गुन्द्रुक भयो, बाँकोको गुन्द्रुक। यो चाहिँ लेखमा बस्ने मान्छेहरूलाई थाहा हुन्छ बाँको भनेको के हो। त्यसको यति हाले पनि यस्तो अमिलो सुगन्ध आउँछ। मिक्स मसला भयो, यो फुरनदाना भयो, चाउचौ भयो। यो चाहिँ हाम्रो चाहिँ यो मुलाको चाना है। अनि यो चाहिँ हामीले चाहिँ यो शुद्ध मकै खाइन्छ। हाम्रो एउटा यहाँ रुममा एउटा कालिया छ, तिनीहरूलाई चाहिँ यस्तो मकै मनपर्छ, त्यही भएर उसलाई ल्याइदिएको। यो चाहिँ भुजा। अनि यो भुजा तिम्रो डार्लिङ यो चाहिँ मेरो मायाले पठाएको अरे। अब पछि खुलेर हेर्नु पर्यो। भाइ घिउ पठाइदिएको छ। अनि ल हेर्न सक्नुहुन्छ यता चाहिँ नेपालबाट चाहिँ होइन चाउचु हाम्रो चाउचु आएको भिडियो कार्टुन चाउचु आएको छ 1 महिनासम्म। ल गाइस ल इन्जोय।